चाहिँको बित्यो छ खाउ खाउ लाला उमेरमा मर्नुपर्ने भिरबाट लडेर मर्नुपर्ने सुत्केरी पैसाको उसमा उमेरमा सुत्केरी भएर मर्नुपर्ने चुडाले दिन्थ्यो हो चित्कार्ने मको बिउरे भूत प्रेत त्यही चाहिँको बिउरे त्यो अल्पकालमा काल नपुग्दै उमेर नपुग्दै बितेको स्वयंले चाहिँ समतोष रिकु भनेको चाहिँ हड्डीको मसान थाकु भनेको नवग्रह है यसरी बुझ्नु होला गुरुङ शब्दहरू छ यो शब्द मको चैको ढिको थाकुले पनि हाम्रो पृथ्वीहरूको बाट आउने बाटोलाई चाहिँ अवरुद्ध नगरोस् है भन्नको निमित्त हामीले पाछे छेने हे आजी छे आमा आजी खे आजीमा घेसन्ते प्रसिद्ध चन्द्रको चन्द्र आमा भनेर हामी वेद गर्छ अहिले हेर्नुहोस् है त्यसकारण त्यसको निमित्त हामीले अब हाम्रो पहिलो चरणको हामी दिनै पाठ्यमै कार्यक्रम तसिमो छदौला पनि मूल समयलाई छोरी खमिल परि यो मान्द्रोमा मूल छोरी भए अरू चाहिँ प्रवेश गर्न पाउनुहुने छैन है ल ल आज 10-5 मिनेट बनाऊ छदौला पनि गेस्ट तसै तममै सबभन्दा पहिलो पाठ्यमै कार्यक्रम छु पाठ्यमै लिएर किन त भने यो हरेक जग्गामा भरे पछिले म त्यहाँ गर्नुहुन्छ त्यहाँ पनि यो दिनको चाड लिएर चलाउनै पर्छ यो गरेपछि भोलि बिहान हामीले क्याम्प गरिन्छ क्याम्पमा पनि यो दिनको चाड लिएर नचलाउनेसम्म त्यो जग्गा सुरुवातै हुँदैन हेर्नुहोस् यति महत्त्व छ हाम्रो गुरु संस्कारमा यो कुराहरू बुझ्नु होला एकदम बुझ्नु छ तपाईँले लाखौँ रुपियाँ करोड लाखौँ रुपियाँ खर्च गरेर यहाँ आउनु भएको छ आफ्नो पितृको लागि पैसा खर्च गर्नु भएको छ तर मैले त यस्तो दिएँ कि अब कति घेब्रीले गर्ने कुरो गर्छ ज्वाइँले गर्ने कुरा गर्छ मलाई थाहा छैन भने उ त गराउनमा गएर डुलुडुलु भइराख्ने यता गएर यसो होइन कि यो घेब्रीको शब्दहरू के भइरहेछ भन्ने कुराहरू सुन्नुहोस् थिए त्यो त्यसले विषय पेय चापा आफै विषयधरी हामी अन्यलमा भयो भने के हुन्छ अन्धकार हुन्छ अन्धकार भएपछि के हुन्छ हामीमा मूर्ख दिमाग पस्छ त्यसपछि